उसले के फाइन हाल्ने, के कारबाही गर्ने, तपाईँलाई जेल लानुपर्ने हो कि यहाँबाट ट्राभल ब्यान गर्ने हो कि पैसा फाइन लाउने हो कि सबै कुरा तपाईँको अकाउन्ट नम्बरमा हालिदिन्छ। अनि जब तपाईँलाई आपत पर्छ घरमा कन्ट्र्याक्ट सक्नुहुन्छ, ल पैसा पठाउनु पर्यो केही भनेर लाग्नुहुन्छ, अनि ल यसो गर्नु पर्यो भन्दा ठ्याक्क त्यो ब्लक भएर बसिहाल्छ। लो बर्बाद भयो सर के गर्ने भनेर अनि अहिलेको जस्तो इमर्जेन्सी आउँछ। त्यसले गर्दा सुरुदेखि नै ध्यान दिनुपर्छ। मोबाइलमा आएको मेसेज MOJ को अर्थात् MOI को छ भने त्यो तपाईँलाई अकामा सम्बन्धी, यहाँको बसोबास सम्बन्धी, रेजिडेन्ट सम्बन्धी अर्थात् यहाँको चाहिँ लसँग सम्बन्धित केही इस्यु भयो है मैले ध्यान दिनुपर्छ भनेर तत्काल हेर्ने गर्नुपर्छ। न कि यस्तो 3 दिने आएको छ किन हेर्ने भन्ने त्यस्तो गर्नु हुँदैन। र अर्को MOJ बाट आएको मेसेज चाहिँ नि हियरिङ हुन्छ। यहाँ हियरिङ भनेको अदालतले तपाईँलाई के हो यो केसमा भनेर सोध्ने कुरा हुन्छ। दुई पक्ष हुन्छ अदालतमा, एउटा केस गर्ने, एउटा केस डिफेन्ड गर्ने। के हो यो केस, तपाईँलाई स्वीकार छ या केही प्रमाण छ भनेर सोध्ने हो उसले। त्यो सोध्ने क्रममा तपाईँ हियरिङमा यदि अनलाइन उपस्थित हुनु भएन भने तपाईँले केस हार्नुहुन्छ। यहाँ लगातार 2 चोटिसम्म उपस्थित नभएकोले केस हार्नुहुन्छ। अनि जति नाम तपाईँको नाममा 50,000 क्लेम गरेको छ भने सदर हुन्छ। अनि पछि केस खोल्नु पर्यो भने तपाईँले पैसा पे गर्नुपर्ने हुन्छ। तसर्थ हियरिङमा अर्थात् अनलाइन मिटिङमा तपाईँ अनिवार्य बस्नुहोस्। ल मलाई भाषा आउँदैन, मैले जानेको छैन भन्ने हो भने त्यति त सिक्नुहोस् नि, आना माफी मालुम अरबी भन्नुहोस्, इन्टरप्रेटर मौजुद भन्नुहोस्, नेपाली मौजुद भन्नुहोस्, सोध्नुहोस्। तपाईँले सोध्नुपर्छ त्यति कुरा, उसले खोजिदिन्छ। त्यसो भएपछि नेपाली पनि इन्टरप्रेट गर्ने सरहरू अहिले अदालतमा हुनुहुन्छ, उहाँले हेल्प गरिदिनुहुन्छ। नेपाली पाइएन भने हामीलाई हिन्दी भाषा सजिलो लाग्छ भने पनि हिन्दी ल्याङ्ग्वेज पनि पाइन्छ। त्यसले गर्दा इन्टरप्रेटरको लागि अर्थात् ट्रान्सलेटरको लागि पनि तपाईँले अनुरोध गर्नुपर्छ। मलाई थाहा छैन ल के भयो, म भागेँ, म छुटेँ, मैले त्यसलाई बेवास्ता गरिदिन्छु भनेको कारणले तपाईँ केसबाट बाँच्न पाउनुहुन्न। त्यो कुरामा एकदमै ध्यान दिनु होला। अर्को कुरा, तपाईँले श्रम गर्नु भएको छ, सबैले गर्नु भएको छ। अल्छी लाग्यो क्या बोल्नलाई, आफ्नो सम्झिनु है। श्रम गर्नु भएको छ नि होइन? श्रम अनिवार्य अध्यावधिक गरेर राख्नु होला। तपाईँले यदि श्रम गर्नुभएको छ भने घर फर्किँदा एउटा टिभी लान पाउनुहुन्छ। 32 मैले बनाएको जस्तो लागेको छ, भन्सारमा पुगेको छैन। 32 इन्चीसम्मको टिभी ट्याक्स पे नगरी लान पाउनुहुन्छ। एउटा मोबाइल लिएर जान पाउनुहुन्छ जस्तो हामीले लान पाउँदैन। नयाँ मोबाइल एउटा श्रम स्वीकृति छ भने फर्केर जाँदाखेरि लिएर जान पाउनुहुन्छ। भन्सारमा फ्री हुन्छ, त्यो ध्यान दिनु होला। अब सुनको बारेमा अहिले नयाँ के आएको छ, अहिले विगत सम्बन्धमा हेर्दाखेरि पुरुषले गहना भनेको छ, सुन होइन। सुन र गहना फरक हुँदो रहेछ, ध्यान दिनु होला। सुन र गहना फरक हो। सुन भनेको हामीले के बुझ्दा रहेछौँ भने त्यो बिस्किट जस्तो बुझ्दा रहेछौँ, अनि 24 क्यारेट बुझ्दा रहेछौँ सुन भन्ने बित्तिकै। अब यहाँ 24 क्यारेटको गहना बस्दो रहन्छ। यहाँ फेरि गहनामा दर्ज भएको पुरुषले 25 ग्रामसम्म लानु पाउँछ भनेको छ। तर यहाँ नेपालमा भन्सारले त्यो 25 ग्रामसम्मको जुन गहना भन्नुभएको छ तपाईँले, त्यो भन्सारले गहना हो भन्दिन भने तिर्नुपर्छ। पैसा तिर्ने मात्रै होइन, कहिलेकाहीँ जफत पनि गर्ने हुनसक्छ रेकर्ड हेरेर। त्यसकारण सुन कति लान पाइन्छ भनेर सुन सधैँ ल्याउने जाने गरिराख्नु हुँदैन। आउने जाने बित्तिकै 16 साल गर्ने काम गर्नु हुँदैन। त्यो अर्को छलफलको विषय हो। मैले अहिलेसम्मको एक्जिस्टिङ के छ भनेर यहाँलाई बताएको। नयाँ कानुन के ल्याउने, अब के गर्नुपर्छ दोस्रो छलफलको विषय भयो। अब यो छलफल गरिरहँदा आज गइराखेका मान्छेले त्यही भोग्छ फेरि। त्यसले गर्दा एक्जिस्टिङ कुरो गरेको बुझ्नुभयो नि। 22 क्यारेटको हो भने गहना हुन्छ, फेरि लान पाइँदो रहेछ। अब महिलाले चाहिँ 50 ग्रामसम्म भनेको छ है, त्यो छ। त्यस कारण सुनको हकमा त्यो भयो। अर्को तपाईँहरूले अब यो हाम्रो विगतमा आइपिओ भन्न पाइन्छ। यदि तपाईँले चाहिँ श्रम स्वीकृति लिनुभएको छ भने वैदेशिक रोजगारीमा रहनु हुनेको लागि 10% छुट्याउने भनेको छ होइन। हाम्रो चाहिँ ब्याङ्किङ साथीहरूले, ब्याङ्कमा काम गर्ने साथीहरूले तपाईँको अकाउन्ट खोलिदिनुहुन्छ, तपाईँले आइपिओ भन्न पाउनुहुन्छ। न्यूनतम 10 किताब पर्छ भन्ने छ। त्यो प्रफिट राम्रो भयो भने तपाईँलाई फाइदा हुन्छ।
त्यो गर्न सक्नुहुन्छ। त्यहाँबाट तपाईँले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्नुहुन्छ। सामाजिक सुरक्षा कोषको धेरै फाइदाहरू पनि छन्, यद्यपि उसले पनि धेरै कुराहरू करेक्सन गरिराखेको छ। त्यहाँबाट पेन्सन पनि पाइन्छ। जति एमाउन्ट हुन्छ तपाईँले कन्ट्रिब्युसन गरेको, विदेशमा बस्ने मान्छेले पेन्सन पाउँछ भन्ने हुन्छ, पाउँछ। तपाईँले श्रम स्वीकृति गर्ने क्रममा सामाजिक सुरक्षा कोषमा अनिवार्य एकचोटि इनरोल हुनुपर्छ, भर्ना भएको हुनुपर्छ। त्यो अवस्थामा तपाईँले यदि 60 वर्ष पुगिन्जेलसम्म निरन्तर 180 महिना अर्थात् 15 वर्षसम्म तपाईँले नियमित कन्ट्रिब्युट गर्नुभयो भने तपाईँले कन्ट्रिब्युसनको 60% सम्म पनि पेन्सन पाउँछ। भोलि मिनिमम कति वर्ष भन्नुभयो सर? 15 वर्ष। 15 वर्ष 180 महिनासम्म त्यो कन्ट्रिब्युट गर्नुपर्छ, पेन्सन पाइन्छ। अनि यहाँ 2 वर्ष काम गर्ने हो, फर्केपछि के गर्ने भन्नु होला। फर्केपछि पनि त्यही नम्बरमा योगदान गर्न पाइन्छ। अहिले जति योगदान गर्नु भएको छ हरेक महिना गर्नुपर्छ। 1 वर्षको कम्तीमा 9 महिना गरेन भने फेरि खुस्किन्छ, डिस्कनेक्ट हुन्छ त्यो। त्यसकारण वर्षको 9 महिना चाहिँ अनिवार्य हुनुपर्छ, तर निरन्तर 12 महिना गर्नु होला। त्यसमा चाहिँ नेपाल सरकारले तोकेको न्यूनतम तलब करिब 18,000 को 21% देखि 33% तपाईँले कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ। होइन एकैचोटि 6 महिनाको तिर्दिउँ 1 वर्षको तिर्दिउँ भन्दा नि पाउनुहुन्छ, त्यसरी नै गर्न सक्नुहुन्छ। त्यो इन्सुरेन्स हो, त्यसकारण श्रम स्वीकृति गर्नु होला। अर्को त्यसमा चाहिँ एउटा आवधिक जीवन बिमा भन्ने हुन्छ। त्यो जीवन बिमा पनि त्यसले कभरेज गरेको हुन्छ। केही दुर्घटना भयो, केही अशक्तता हुने अवस्था आयो, अङ्गभङ्ग भयो भने नेपाल गएर क्लेम गर्न पाइन्छ। वैदेशिक रोजगार बोर्ड सचिवालय भन्ने अफिस छ, त्यहाँ गएर तपाईँलाई त्यस्तो समस्या पर्यो भने पाइन्छ। अहिले पनि वैदेशिक रोजगार बोर्डको सचिवालयले सूचना निकाल्छ, वैदेशिक रोजगारमा रहनुहुने श्रमिकको छोराछोरीलाई निःशुल्क छात्रवृत्ति भन्छ। तपाईँको बच्चा केटाकेटीलाई पढाउनु पर्यो भने त्यो सूचना हेर्ने, कहाँ पढाउनु भएको छ, त्यहाँबाट पैसा पाइन्छ। पढाउने पैसा फी तिर्दिन्छ, त्यो हेर्नु होला। वेलफेयर फन्ड भन्ने छ, कल्याणकारी कोष, त्यसले पनि तपाईँलाई सहयोग गर्छ। त्यस्तो नहोस्, यद्यपि कसैको एक्सिडेन्टल डेथ भयो, अन्य किसिमको डेथ भयो भने 10 लाखसम्मको कभरेज गर्छ। त्यस्तै सामाजिक सुरक्षा कोषले कभरेज गर्छ, इन्सुरेन्सले 14 लाख दिन्छ। त्यस्तो कुराहरू छ। त्यसकारण आफ्नो श्रम चाहिँ अपडेट छ कि छैन भन्ने कुरा एकदम ध्यान दिनु होला है। यी कुराहरू ध्यान दिनु होला। सामाजिक सुरक्षा कोषमा चाहिँ नियमित योगदान गर्नु होला। त्यसो भएपछि नेपालमा तपाईँ यहाँ हुनुहुन्छ, नेपालमा आफ्नो छोराछोरी, परिवार, श्रीमती, बुवा आमालाई उपचार गर्दा 80% कभरेज गर्छ। 80% 1 लाख भित्रको 80% कभरेज गर्छ। 20,000 मात्रै पे गरे पुग्छ हैन। त्यसकारण तपाईको त्यसमा याद गर्नु होला है। कतिपय साथीहरूले सुन्नु है, तपाईहरुको बच्चा जन्मिएको छ भने पनि सुत्केरी खर्च दिन्छ त्यसले। 2टा बच्चासम्मको यस्तो ध्यान दिनुपर्छ। तपाईले योगदान गरिराखेका हुन्छ, पाउने ठाउँमा क्लेम नगरे होला। तपाईले नियमित योगदान गरिराख्नु भएको छ सामाजिक सुरक्षा कोषमा। आफ्नो बच्चा भएको छ भने गएर दाबी गर्न पाउनुहुन्छ, स्याहार खर्च भनेर है। त्यही स्याहार भनेर पनि छ। यस्ता धेरै स्किमहरू छ, ध्यान दिनु होला। तपाईहरुले हाम्रो नेपाली राजदूतावास इन्डियाको फेसबुक पेज छ। म एकचोटि एकदम वाइड भएर म सबैलाई हात उठाउन अनुरोध गर्छु। कसले लाइक गर्नु भएको छ हात उठाउनुस् त एकचोटि। लाइक, फलो, सब्स्क्राइब सब गर्नु होला। हो ल, हामी सबैलाई ताली बजाउँ त एकचोटि। किन ताली बजाउँ भनेको भने धेरै एम्बेसी मध्ये हाम्रो एम्बेसी त्यस्तो हो जहाँ तपाईँले धेरै लाइक गरिदिनु भएको छ। करिब 3 लाख मान्छेले लाइक गर्नु भएको छ। हामी फेसबुक पेजमा पनि लाइभ बस्छौँ, त्यहाँ पनि प्रश्न राख्नु होला। कहिले कहिले त्यहाँ हजारौं प्रश्न आउँदा हामीले हेर्न पनि नभ्याउने रहेछ। हामीले त्यसलाई नोट गरेर पनि राख्ने गरेका छ। त्यसकारण त्यस्तोमा तपाईँले प्राइभेटली मेसेज पनि गरिदिनु होला। हामीलाई कस्तो हुन्छ भने सबै कुरा मासमा भन्न सक्ने हुँदैन। कतिपयको व्यक्तिगत कुरा पनि हुन्छ, फोनमा कुरा गर्नुपर्ने पनि हुन्छ। तपाईँले फोनमा भनिदिनु होला। अनि खाली एउटा तपाईँलाई मेरो विनम्र हार्दिक अनुरोध खाली के भने 3टा कुरा भन्नुहुन्छ क्या हाम्रा साथीहरूले, त्यो कण्ठ गरेर राख्नु भएको छ। एकदम नेगेटिभ। त्यो चाहिँ के हो भने एम्बेसीको सरहरू कामै गर्दैन, एम्बेसीमा फोनै हुँदैन, यो हुँदैन। त्यस्तो होइन। नत्र हामी किन आउँछ यहाँ हेर्नुहोस् त। आज बिदा हामी घुम्न गए हुन्छ नि त। आज सरकारले बिदा दिएको छ हामीलाई शिशुनगर। हामी किन यहाँ आइरहेका छौँ भने हरेक कुरा हामी तपाईँहरूको सुन्न चाहन्छौँ क्या। हाम्रो मोबाइलमा आओस्, हामी हेर्न चाहन्छौँ। बस मात्रै समस्या के भने हामी त्यहाँ धेरै आउँदाखेरि हामी तपाईँको पुग्नलाई केही टाइम लागेको होला। हिजो मात्रै मैले
7 दिन अगाडिको मेसेज पनि रेस्पोन्स गरेको छु, छुटेछ है यो भनेर हेरेको छु। तपाईँको समस्या समाधान हो कि बाँकी छ, फोन गर्नु, यो नम्बर हेर्नु, मलाई भन्नु भनेको छु। त्यसकारण विश्वास राख्नुपर्छ, तपाईँले गर्ने विश्वास हो, किनकि त्यो तपाईँको संस्था हो। हेर्नुहोस्, यो अहिले हामी छौँ, अर्को कुरा हो, भोलि को आउँछ त्यो तपाईँको लागि हो, हाम्रो लागि हो। त्यो संस्थालाई काम गर्ने बनाउनु पर्छ सधैँभरि, खालि अर्को कुरा गरिदिएर हुँदैन। हामीलाई चाहिँ एकदम खुसी लाग्छ। हेर्नुहोस्, तपाईँहरूलाई यति भन्यो, अनि हामीलाई पाकिस्तानी बङ्गलादेश साथीहरूले फोन गर्नुहुन्छ, लौ न तेरो एम्बेसीले गर्यो, हाम्रोलाई भन्दैन भन्छन्। हेर्नुहोस्, इन्डियाको साथीहरूले फोन गर्नुहुन्छ, त्यस्तो होइन। हामी तपाईँहरू नेपालीको मात्रै गर्छौँ भन्छौँ, त्यसकारण नेगेटिभ मात्रै कुरा गर्नु हुँदैन। समस्या परेको कुरा साथीभाइ हुनुहुन्छ, विभिन्न सङ्घ संस्था छ, हेल्थ डेस्क राखेको छ होइन, अनलाइनमा धेरै कुराहरू राखेको छ। अहिले नेपालमा पनि तपाईँले उजुरी गर्न सक्नुहुन्छ। अहिले वैदेशिक रोजगार विभागले उजुरी अनलाइनबाट दिइदिन्छ। हेर्नुहोस्, uzuri.dofe.gov.mp भनेर त्यहाँ पनि उजुरी गरिदिनु होला। तर मेरो विशेष अनुरोध छ, उजुरी गर्दाखेरि आफ्नो उजुरी खुलाउनुहोस्। मलाई समस्यामा पर्यो, म यति दिनदेखि मर्कामा परेको छु, म अलपत्र परेको छु, मलाई हेल्प गरिदिनुहोस् भएन नि। समस्या के हो, कुन ठाउँमा, के नामको मान्छेको, अकामा नम्बर के हो, तपाईँको फोन नम्बर के हो, अनि पो हामी हेर्न सक्छौँ। फेरि म दोहोऱ्याउँछु तपाईँले भन्ने कुरा, सर नमस्कार, मलाई हेल्प चाहियो, म समस्यामा परेको छु, अलपत्र परेँ, अर्जेन्टली हेल्प गर्नु पर्यो। मेसेज आउँछ नेपालको वाट्सएप नम्बरबाट। न वाट्सएपमा फोन लाग्छ, न तपाईँलाई नम्बर माग्दा दिनुहुन्छ, न तपाईँको अकामा नम्बर छ, कसरी खोजौँ? अनि भन्नुहुन्छ यत्रो मेसेज लेखेको, त्यो मेसेज सुन्दैन। हेरेको छ, सुनेको छ, तपाईँको एप्रोच गर्नै सकेन। न तपाईँको फोन लाग्छ, न तपाईँको नेट हुन्छ नेपाली नम्बरमा। हेर्नुहोस् त समस्या हामीलाई, तपाईँलाई पनि समस्या, हामीलाई पनि समस्या। अब कुरो क्लियर गरिदिनु पर्यो कि कुन ठाउँमा कति अकामा नम्बर भएको, कुन फोन नम्बर भएको मान्छेलाई के समस्या भएको। बस यति भनिदिनु भयो भने बल्ल अनि फलानु ठाउँमा हुँदो रहेछ, फलानु साथीले हेर्नु पर्ला, ल हेरिदिनुहोस्, हामी फोन गर्छौँ, खबर गर्छौँ, साथीहरू पठाउनु पर्ने हो कि के गर्ने गर्छौँ, अनि पो हुन्छ त। त्यसकारण यो कम्तीमा 3टा कुरा छोडिदिने आजबाट। याद भयो नि होइन? 3टा कुरा, फोनै उठेन होइन, कामै गर्दैनन् होइन, मलाई समस्या पर्यो, अलपत्र पर्ने बर्बाद भयो होइन, के पर्यो समस्या, कहाँ के भयो त्यो भनिदिनु होला। फेरि धेरै सबैलाई एउटै कुरो भने होइन, कतिले राम्रो पनि गर्नु भएको छ, सोध्नु भएको छ, कुरो पनि भएको छ होइन। अनि अर्को एउटा महत्त्वपूर्ण छ, हेर्नुहोस्, यो मैले कहिल्यै नछुटाउने कुरा भन्नुपर्ने। अब हामी त कस्तो छौँ भने मान्छे न हो, एकछिन खुसी हुन्छ, एकछिन तनाव हुन्छ, एकछिन दुःख लाग्छ। अब नेपालमा यसो खाइदिउँ न त, यो प्याक भने हुन्छ, यहाँ आएर खाइदिउँ न त भनेर पाइन्छ, सड्काइदिउँ भन्छन् अनि सड्किन्छ। हेर्नुहोस्, साउदी अरबमा ड्रग्स, अल्कोहल पूर्णतः निषेधित छ। मैले बोले शब्द ध्यान दिनु होला है, पूर्णतः निषेधित छ। यो बनाएको त हो नि, बेचिहालेँ मैले, सकिगयो नि। होइन साथी आइज न, आज साह्रै थाक्यो के, आज शुक्रबार यसो होइन चिल हौँ न, त्यस्तो चिल हुँदैन यहाँ। यहाँ अलिक ध्यान दिनुपर्छ। बरु साथीभाइ भेट गर्ने, सामाजिक सञ्जालमा बोल्ने, कुराकानी गर्ने, फोन गर्ने, यस्ता कार्यक्रमहरूमा आफ्नो कुरा राख्ने होइन। बेला बेलामा कम्युनिटीहरूले प्रोग्राम गर्नुहुन्छ, साङ्गीतिक कार्यक्रमहरू गर्नुहुन्छ, जाने, फ्रेस हुने गर्नुपर्छ। खालि घरमा पनि झगडा गर्ने, यहाँ पनि त्यही गर्ने, अनि ल कहाँ पाइन्छ लोकल बनाउन त भन्ने, अनि ड्रग्स छँदैछ भन्ने, लिदिउँ भन्ने। होइन सर त्यो इन्डियनले फसाए मलाई, पाकिस्तानले बङ्गालले फसाए होइन। यो कोठामा अहिले कसैले ड्रग्स कारोबार गरेको छ, ल्याएको छ, अल्कोहल छ, हामी सबैलाई पुलिस लिएर जान्छ। यस्तो हो यहाँको कुरा, त्यो ध्यान दिनुहोस्। त्यसकारण एउटाले गल्ती गर्दा भनाइ थियो के नेपालतिर, एउटाले पिरायो शाखा पिरायो भने जस्तो हुन्छ। यो बहुत ध्यान दिनु होला। यो कस्तो हो भने एकछिन त रमाइलो लाग्छ, के भयो र मुड फ्रेस भयो, चिल भयो, आनन्द भयो होला, तर फसिन्छ, वर्षौं वर्ष जेल जानुपर्ने हुन्छ। त्यसकारण यसमा एकदमै धेरै ध्यान दिनुहोस् प्लिज। किनभने वैदेशिक रोजगारमा हामी केही समय दिएर केही कमाई होला, भोलि नेपाल गएर राम्रो चाहिने भविष्य होला, आफ्नो बच्चा केटाकेटीको परिवारको भनेर आएका छौँ। यो कुरामा हामीले एकदम ध्यान दिनुपर्छ है त। यो चाहिँ एकदम ख्याल गरौँ है साथीहरू। यसमा चाहिँ मैले यो किन जोडेको भने ड्रग्स मात्रै यस्तो केस हो, अपराधिक क्रियाकलाप बाहेक है साथीहरू, गर्मी होला सुन्नु है, ड्रग्स मात्रै र अल्कोहल मात्रै यस्तो केस हो यहाँ अपराधिक क्रियाकलाप बाहेक जुन कुरामा
डेथ पेनाल्टी हुन्छ यहाँ। डेथ पेनाल्टी भनेको के अरे? हो, मृत्युदण्ड दिन्छ क्या यहाँ त। त्यस्तो हुन्छ यहाँ। अहिले 3 जना मान्छे नेपालीलाई फैसला भएको छ, 3 जनालाई सर गरिदिए मैले भन्ने खालका छन्। फेरि त्यस्तो हुँदैन, गर्नु हुँदैन त्यस्तो क्रियाकलाप। यो मान्छे भने कस्तो हुन्छ भने जहिले सुकै पनि खराब सङ्गतमा पर्न सक्छ, जुनसुकै बेलामा पनि। अनि त्यही दिन पहिलो दिन यस्तो अप्ठ्यारो लाग्छ, दोस्रो दिन अप्ठ्यारो लाग्छ, तेस्रो दिनबाट सामान्य लाग्न सक्छ। ध्यान दिनु होला यो कुरा। अनि हामी चाहँदैनौँ कोही मान्छेलाई समस्या परोस्, त्यस्तो अवस्थाहरू पनि छ यहाँ, त्यो नआओस्। त्यसकारण साथीभाइलाई पनि सजग गराइदिनु होला। तसर्थ आफ्नो पासपोर्ट मैले सकेँ, अब आफ्नो पासपोर्ट अत्यावधिक राख्ने, सधैँभरि रिन्युडमा राख्ने, हरायो भने पनि लस्ट भनेर अर्को पासपोर्ट लिन पाइन्छ। पासपोर्टको डेट सकिएपछि पनि पाइन्छ। पासपोर्ट अपडेट राख्ने, अकामा अपडेट राख्ने, सिम आधिकारिक ठाउँमा किन्ने, जहाँ पाए त्यहाँ जो पाए त्योसँग सङ्गत नगर्ने, आफ्नो कन्ट्र्याक्ट भायोलेसन भएको छ भन्ने लाग्यो भने पनि आन्दोलन हडताल नगर्ने, हामीलाई खबर गर्ने, लिगल केस गर्ने, अहिले यहाँ हामीले सहयोग गरे जस्तो गरी केस गर्ने, श्रम स्वीकृति एकदम अध्यावधिक गरेर राख्ने, सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने, सामाजिक सञ्जालमा जथाभावी अफवाह फैलाउने काम नगर्ने, यति कुराहरू ध्यान दिनुभयो भने साउदी अरबमा धेरै राम्रो हुन्छ। ल, यो एकदम राम्रो सर अन्तिममा एउटा प्रश्न, यो जुन सामाजिक सुरक्षा कोषमा हामीले जो पैसा मासिक रूपमा राख्छौँ त्यसमा चाहिँ कति प्रतिशत पेन्सनमा जान्छ र कति प्रतिशत चाहिँ हेल्थ मतलब यो के भन्छ इन्सुरेन्समा कभर हुन्छ सर? प्रतिशतमा प्रतिशत ठ्याक्कै चाहिँ मलाई याद छैन, तर अराउन्डमा मैले भन्दा त्यो 4वटा योजना छ। त्यसको 4वटा योजनामा अवकाश कोषमा करिब 8-10% जान्छ त्यहाँ है। के हेरेर भन्नुपर्ने तपाईँलाई 4वटामा जान्छ है। 3%, 7%, 8% जस्तो महत्त्व छ। म तपाईँलाई के सजेस्ट गर्छु भने ssn.gov.np मा गएर हेर्नुभयो भने कहाँ कहाँ जान्छ भन्ने देखाउँछ। तपाईँ म तपाईँलाई 10% पछि फेरि हेरेर एकुरेट बताउन सक्छु है। हस्, थ्याङ्क यू सर, थ्याङ्क यू।